हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी घरमा चाहिँ होइन झोल मोमो खान आँटेको होइन। अन्त आज चाहिँ म झोल मोमो बनाउन आँटेको। सो मेरो कपाल चाहिँ यस्तो फिरिरी भइरहेछ। आज चाहिँ फिलहाल यसरी हो, घाम लागिरहेछ हो। म र बहिनी चाहिँ सामानहरू किन्नु गएको। आज चाहिँ के किन्नु गएको भन्दाखेरि चाहिँ हामी चाहिँ त्यही तिलहरू केहरू चाहिन्छ नि त होइन झोल मोमोको लागि। अन्त त्यही भएर त्यहीहरू किन्नु गएको। यो घामले मलाई हेर्नै दिएन होइन गाइस। अब के भन्नु, यस्तो जिन्दगी हो। आज चाहिँ अहिले चाहिँ यस्तो भयो, बिहानभरि काम गरेर। सो वेलकम टु माई च्यानल। यसले चाहिँ हो भक्कु मेरोमा चाहिँ आउँछ हो पैसा दिएर यस्तो गरेर चाहिँ उयो के भन्छ स्याफालेहरू के खान्छ कि। अन्त भरे त पैसै दिँदैन हो यसले, पैसा पनि 1 रुपियाँ पनि दिँदैन हो। हौडेमा त्यतिकै खाइकिन जान्छ। के नगरिदिनु अरे? तेरो नाम के अरे? मोटुवा महलोत्रा र बहिनी जाँदैछु। आज के खाने अरे बहिनी? चिकन झोल मोमो। अन्त तँ चाहिँ चिकन खान्छस् कि के खान्छस्? चिकन चाहिँ सब्जीको मासु सब्जीको झोल खान्छ। हामी चाहिँ यहाँ मोहन अङ्कलको दोकान जाँदैछु होइन। अन्त मोहन अङ्कलको दोकानमा चाहिँ सबै चिजहरू पाउँछ हो। त्यही भएर चाहिँ अहिले फिलहाल जाँदैछु। सो गाइस सामान चाहिँ किने कि, तर किनेर पनि घर जाँदैछु हो। यो फुच्चीलाई पनि भेटेँ होइन, फुच्चीलाई पनि भेटेँ हो। अन्त चाहिँ अहिले फिलहाल जाँदैछु घरबाट चाहिँ एकदम मजा पनि बनाइदिनु पर्छ हो। अन्त त्यति हो। बाटो चाहिँ यसो भइरहेको छ। गाइस अब चाहिँ मैले चाहिँ होइन इस्कुस पनि छिले। यो चाहिँ बहिनीको लागि भेजको लागि हो। इस्कुस बहिनीको लागि मात्रै हो। यो 3टा इस्कुस अब त्यसलाई चाहिँ होलसेल हो पुगिहाल्छ। सो अन्त हाम्रो चिकन चाहिँ अहिले एकछिनमा चिकन चाहिँ मगाइरहेको छु, यहाँ घरमा आइपुग्छ। अन्त चाहिँ चिकनको बनाउनु पर्छ। मेरो यो चाहिँ फुच्ची, यो चाहिँ मेरो छोरी हो। यो चाहिँ मेरो हो, यो चाहिँ मेरो दिदीको छोरी होइन। अन्त आज आइरहेको छ, इक्जाम हुँदैछ होइन, नपढेर यहाँ यतातिर डुल्दैछ यो चाहिँ हो। सो अब चाहिँ यहाँनिरबाट हेर्दै गर्नुहोस् ल अब के कसो हुन्छ होइन। के गर्नु, यस्तो छ जिन्दगी के भन्छस् बहिनी? यस्तो छैन जिन्दगी। यहाँ चाहिँ एकजना म्याडम चाहिँ पानीमा जान आँटेको छ चाहिँ। ल बाई बाई। पहिला भाडा सारा मोडेर लाग्दै। अहिले चाहिँ म यहाँ इस्कुस ग्रेड गर्दैछु। माम पनि आउनुभएछ। अब चाहिँ यहाँ मसला रेडी भइसक्यो मेरो यहाँ हो। यो चाहिँ अब मसला मिक्स गरेर यो प्याज चाहिँ चिकनको लागि काट्दैछु मैले हो। अब चाहिँ बनाउनु बस्नु आँटेको थिएँ त्यही बेला चाहिँ हो। यहाँ मोमो रेडी भइसकेको थियो मेरो चाहिँ हो। मान्छे बनिँदैछ हो। माम चाहिँ यहाँ पूजा गर्नुको लागि डाल्डा तताउनु आउनुभएछ। सो अन्त माम चाहिँ यहाँनिर, माइजी चाहिँ यहाँ भर्खर आउनुभएको हो दोकान थुनिकन। यहाँनिर चाहिँ माम चाहिँ हो पूजा गर्न आँटेको बाई बाई भन्दैछ हो, भन्नुहुँदैछ हो। अब पूजा गर्नु गएको म भन्नुहुँदैछ हो। बाई बाई कि बाई बाई भन्नुहुँदैछ हो मामले चाहिँ। यसको साउन्ड चाहिँ मैले हालौँ भनेको थिएँ कि, तर अब यत्रोबाट टिभी खोलिरहेको थियो कि यत्रो ब्याकग्राउन्डमा म्युजिकहरू आइदिइरहेको थियो होइन। सो हाम्रो मोमो चाहिँ यहाँ पाक्न आँटिसकेको छ होइन, बसाइरहेको छ। मामाले चाहिँ यहाँ भेज बनाउनु हुँदैछ।
मलाई पनि मोमो चाहिँ बनाउनु आउँछ भनेर चाहिँ यता र उता गर्दै थिएँ। माले चाहिँ मुसा मोमो भन्नुहुँदै थियो होइन। मोमो मैले पनि मुसा मोमो बनाइहालेँ हो। मान्छे चाहिँ यहाँ चेकिङमा आउनु भएको अरे हो। मान्छे चाहिँ सबैको चेकिङमा आउनु भएको अरे हो। हाम्रो अर्ग्यानिक मकै होइन यो गाउँको। अन्त यो चाहिँ हामीले उसिनेको थियो तर डढेछ हो, त्यही भएर उयो पोलेको जस्तै भएछ हो। यो चाहिँ झोल, मोमोको झोल होइन। मोमो खानु कस्तो भएछ माम? मिठो भएछ? यो चाहिँ झोल मोमो है, मिठो भएछ? नातिनीले बनाएको मिठो भएछ। हुन्छ अब हामी पनि खानु गएको। मामले चाहिँ यहाँ खानु हुँदैछ हो। मिठो भएछ, सबैजना खाऊ खाऊ अब अनि खायो ल खाऊ ल। कस्तो दामी झोल मोमो यो चाहिँ भेज खान्छ होइन। यहाँनिर चाहिँ हामी सबैजना खानु बसिसके होइन। कस्तो लाग्यो सबैजनालाई मोमो? दामी दामी टेस्टी। अब मनिताले चाहिँ त्यो फाले दोकान हटाएर चाहिँ यो झोल मोमो खोल्नुपर्छ। मलाई चाहिँ दामी मोमो चाहिँ मिठो लाग्यो कि, तर उसले आफैले हारेर त आज च्यालेन्ज गर्ने मान्छे त रेडी भयो हो। उसको 3टा मोमो छ, मेरो एउटा मात्रै छ। यी सकिगयो त, सकिगयो नि। अब तँलाई चाहिँ कस्तो लाग्यो भेज मोमो? दामी ठिक छ। ल म चाहिँ यहाँ उहाँलाई थप्दिनँ आँटेकै गाइस मोमो चाहिँ। ल दुईटा मात्रै चाहिँ के खान्छ हौ? भयो न ल सट्टा खाऊ। हाम्रो मोमो चाहिँ यहाँ सो आज चाहिँ मैले फर्स्ट टाइम झोल मोमो बनाएको थिएँ होइन। अन्त सबैजनालाई कस्तो लाग्यो अरे? दामी 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 लाग्यो। मामालाई कस्तो लाग्यो? म त यहाँ बोल त चाड्दैछु। मामा चाहिँ यहाँ बोल चाट्नु हुँदैछ हो। माइजूलाई कस्तो लाग्यो? मिठो लाग्यो। मैले चाहिँ बोल चाटेर पनि बाहिर राखेर आएँ गाइस। दामी भएर बोलसोल चाटेर बाहिर राखिदिन। हात साथ धोएर अब म चाहिँ अब घर लाग्दिनँ आँटेको। ऊ चाहिँ अब घर लाग्दैन आँटेको हो। उसलाई चाहिँ मैले स्पेसल गेस्टवाला इन्भाइट गरेको थिएँ नि त अब होइन। चिफ गेस्ट, चिफ गेस्ट आजको चिफ गेस्ट। सो आज चाहिँ अब के भन्नु तपाईँहरूलाई, अब आजको भिडियो चाहिँ यहीँसम्म हो। खोइ मोमो मिठो हो कि झोल मिठो हो थाहा बनाउनु त अब दुइटा मैले बनाएको, अब दुइटै मिठो भएछ होइन। त्यो यताबाट हो त त्यो बनाउनेको चाहिँ हातै मिठो हो गाइस। मेरो चाहिँ हातै मिठो छ। अब जे पकाए पनि मिठो हुन्छ है गाइस। गार्डनको गोर्खा हाट लाग्ने ठाउँको छेउमा क्या, त्यहाँ चाहिँ आउँदा हुन्छ, त्यहाँ माग्यो भने दिन्छ। त्यहाँ आएर चाहिँ तपाईँहरूले स्याफल लिएर खान सक्नुहुन्छ। स्याफाले चिकन ललिपप हो, पकौडा जे पनि भन्नुहुन्छ त्यहाँ पकाएर दिन्छ। त्यहाँ पिरो भयो भने चाहिँ गाइस म भएको मलाई फ्रुट खाँदा हुन्छ फेरि। यता चाहिँ फेरि फ्रुट खाँदा हुन्छ। फ्रुट दोकान पनि छ। सो आजको शनिबारको दिन चाहिँ गोर्खा हाटमा राख्छ हो, उता चाहिँ भेट्नु होइन, त्यति हो। सो लाइक सेयर कमेन्ट गर्नु नभुलिदिनुहोस् होला होइन। मेरो च्यानललाई हल्का सपोर्टहरू गरिदिनुहोस् होला। सो बाई बाई।